Hello guys, welcome back to Mr. Nitty's YouTube च्यानल। तपाईहरु सबैलाई स्वागत छ मेरो विकली भ्लगमा। आज शनिबार हो, सबैको बिदा होला है। त्यसैले चाहिँ आजको भ्लग एकदम स्पेशल हुन जान्छ मेरो लागि चाहिँ, किनकि म आज भिडियो लामो हुन सक्छ तर यसमा चाहिँ सबै इन्क्लुड हुनेछ मेरो आजको दिन। मतलब म के गर्छु, म कहाँ जान्छु, के काम गर्छु, सबै चीज यो भ्लगमा चाहिँ मेरो बारेमा चाहिँ डिटेलमा हुनेछ। यो चाहिँ भ्लग नम्बर 4 हो। भ्लग नम्बर 3 सम्म अगाडि नै अपलोड गरिसकेको छ। यो भ्लग नम्बर 4 हो है। मैले अगाडिको भ्लगमा पनि त्यही गरेको छ कामहरु। जे गर्छु, जहाँ जान्छु, अफिस जाने काम, कोडिङ गर्ने काम, पढ्ने काम है, एक्सरसाइज गर्ने काम, अनि खाना गर्ने सबै चीजहरु जे हुन्छ नि, सबै चीजहरु चाहिँ म एक हप्ताको एउटा भ्लगमा ल्याउँछु। सो आज भ्लग नम्बर 4 हो। आजको भिडियो पनि त्यही हुनेछ है। म बिहान उठिसकेपछि अब बिहान चाहिँ बिर्सेको थिएँ भ्लग बनाउनु चाहिँ, पछि हेर्दा है, त्यही भएर चाहिँ अहिले 7 बजेको छ, 7 बजे चाहिँ स्टार्ट गरेँ है। सो योभन्दा अगाडि चाहिँ मैले जे काम गरेँ अब त्यो त देखाउन सकिनँ। अब चाहिँ के गर्दैछु, अब चाहिँ देखाउँछु। सो त्यसैले आज शनिबार हो, शनिबार भइसकेपछि त अब स्टुडेन्ट लाइफमा चाहिँ लुगाहरू टन्न हुन्छ धुनुको लागि। सो त्यही भएर चाहिँ म पहिला लुगा धुन्छु। लुगा मेरो यहाँ मैले बनाइसकेको छ है। यो चाहिँ अब लुगा धुने काम चाहिँ मेरो निरन्तरता दिन्छु म। लुगा धुने काम बाल्टिङभर यो लुगा प्याक भइसकेको छ। सो अब चाहिँ लुगा धुने काम हुन्छ मेरो। लुगा धुइसकेपछि अहिले 7 बज्यो, 7-8 बजेसम्म म लुगा दिन्छु। लुगा धुइसकेपछि म अब आफ्नो काममा, खाना गर्ने काममा लाग्छु। त्यसपछि फेरि अर्को भनेको मेरो एक्जाम पनि आइसकेको छ, मिड टर्म एक्जाम। त्यसको पनि थोरै पढ्नु छ। सो त्यस्तै हो अब लाइफ, के गर्ने है। लुगा सुगा धुने एक्लो लाइफ भनेको यस्तै हो, चिल हो। मजाले जे काम पनि गर्ने चिल हो है। ल अब चाहिँ म जान्छु लुगा धुन है। लुगा धुन जान्छु, त्यसपछि म देखाउँछु अरू काम पनि। अहिलेको लागि चाहिँ यति नै हो, म जान्छु अब। लुगा मैले चाहिँ सरफमा हालिसकेको छ है। यसमा चाहिँ लुगा मैले सरफमा चाहिँ भिजाइसकेको छ। अब चाहिँ टक्क मिलाएर लुगा सुगा धुने काम हुन्छ। म चाहिँ बेडसिट पठाएर चाहिँ अब लाग्यो आफ्नो कामतिर। लगाइछ फलो गर्दै गर्नु होला, हेर्दै रहनु होला लास्टसम्म। यो अनुहार हेर्न मन छ भने लास्टसम्म हेर्नै पर्छ। ल अहिले चाहिँ हामी कहाँ छौँ सर, कहाँ छौँ अहिले? हामी अहिले पसलमा छौँ है। पसलमा यो केटाहरू बसिरहेको छौँ। ढक्क म चाहिँ लुगा धुनको लागि साबुन ल्याउन आएँ। बसिरहेको छु। सर के भन्नु छ? ओ सर यता आउनु। के भन्नु? आउनु न सर। नेट चल्छ? नेट चल्छ? कसको फ्यान हो? वर्ल्ड कपमा ब्राजिलको सपोर्टर म त्यही हो। ब्राजिलको बारेमा के भन्नु छ? ब्राजिलले वर्ल्ड कप लाउने ब्राजिलले हो त्यस्तो। के क्रिस्टियानीको बाटै ब्राजिलले आफ्नो घरमा पनि यस्तो छ। तिनटाको 2 गेम ड्र भएको लेख्या हो, त्यही पनि 0-0 छ। ठिकै छ, लास्टमा देखाउँछ। हिरोहरूले भनेको लास्टमा देखाउने हो। हिरोले देखाउने छ होला त। ठिक छ भाइ, हिरोले देखाउने भनेको लास्टमा। यस्तै हो अब म्याच हेर्दै कुकुर कति गरायो, किन गरायो? बाँदरा
आज मेरो घर चल्छ अर्जेन्टिना भइसक्यो लगाइसक्यो सत्तरी अर्जेन्टिना जितिसक्यो 3-2 अस्ति अब एसएस उपलब्ध चल्न खाने त्यही भएर ल म चाहिँ किन आएको भन्दा लुगा दिनलाई नै साह्रै खुसी रहेछ त्यसै साबुन लिन आएको केटाहरू यहीँ बसेर रहेछ लुगा धुने अब चाहन्छु लुगा दिन भन्ने लुगा दिएन ठिक छ एउटा भ्याउला केटा अब टाइम छ तिमीहरूको हेर हाम्रो स्कुल छैन अब के गर्नु भोलि जानु भन्ने लाग्छ नि अब आइतबार बिदा भोलि बिदा होइन ए ठिक छ भोलि एउटा काम गर्नु पर्ने त्यसले कलेज गएर भोलि भनौँ ल अहिले चाहिँ म सानोमा भिडियो लामो हुन्छ ल मजा ल ठिक छ अरू के छ भन्नु ल यस्तै हो के गर्ने साबुन लगियो अब टक्क ल्याएर लुगा दिन्छ साबुन ल्याइसक्यो अब चाहिँ लुगा दिने काम हुन्छ मजाले है लुगा दिइसकेपछि म अर्को अहिले लुगा दिँदासम्म चाहिँ अफ भयो भेट मोबाइल चाहिँ लुगा दिइसकेपछि भिडियोहरू आउनेछ अहिले चाहिँ म गएँ लुगा दिन ल सो गाइस लुगा सुगा धुयो अब होइन टक्क लुगा घाम लिन्छ मजाले यहाँ माथि छतमा चाहिँ लुगा चाहिँ अति आज घाम चाहिँ अति लागिरहेको होइन अति त होइन जोस् घाम चाहिँ लागिरहेछ अलिअलि त्यही भएर आज चाहिँ लुगाहरू सुक्छ जस्तो लाग्छ मलाई यस्तो गार्डन छ यता जोस् मौसम चाहिँ बवाल छ आज टक्क मिलाएर अलिअलि घाम पनि छ अलिअलि बादल पनि छ माथि किनकि मैले छतमा आएँ नि त त्यही भएर थाहा भयो लुगा सुगा सुकाइन्छ मजाले घाम हालिन्छ है त्यही हो मजाले अब चाहिँ लुगा घाम हालिन्छ यो लुगा घाम हालिसकेपछि एउटा काम गर्नु अझै बाँकी छ खाना गर्न बाँकी नै छ 9 बजिसक्यो जे सब त्यो काम पनि गरिन्छ यो के को रुख होला यो रुद्राक्षको रुख अरे है यस्तै छ टक्क मिलाएर अब लुगा घाम हाल्नु पऱ्यो होइन किनकि साँझ मेघ आयो भने पानी आयो भने फेरि सुक्दैन क्या त्यही भएर लुगा सुकाउनु पऱ्यो अब Lights flicker where the sinners play preacher. Graffiti scriptures on train cars, a steel messenger. Cobblestone pathways, souls caught in a shuffle. Every breath's a gamble, life's one long scuffle. Sirens kiss the night with their mournful cries. Alleyway choirs sing the truth behind the lies. Broken glass mirrors, the dreams left for dead. Just a story that the old heads fed. Concrete jungle sermons spilling in the veins. लुगा सुगा घाम लियो अब टक्क अहिले चाहिँ होइन लुगा अब चाहिँ साँझतिर आउनु पर्ला लग्न अहिले जोस् आज दिउँसो घाम लाग्ला जस्तो छ त्यसैले चाहिँ आज लुगा चाहिँ सुक्छ यति चाहिँ कन्फिडेन्स छ मसँग है किनकि पानी आइरहेछ कहिले साँझ जहिले पानी आउँछ त्यही भएर लुगा नसुकेर घाम के अरे यो घाम हाल्नै नपाएर चाहिँ अलिकति समस्या हुन्थ्यो आज चाहिँ हुँदैन होला लाग्छ अब चाहिँ मेरो काम के हुन्छ भन्दा खाना गर्ने काम हुन्छ खाना पकाइसकेपछि किचनमा जान्छु म किचनवाला रुममा त्यसपछि खाना पकाउँछु खाना पकाइसकेपछि खाएर चाहिँ अनि म अलिकति केही काम गर्छु होला अनि अहिले चाहिँ थाहा छैन के गर्छु भनेर त्यसपछि नै थाहा हुन्छ सो अब चाहिँ म जान्छु तल किचनमा Blood rivers flowing through urban chains. Skyscrapers whisper the secrets they hold. Above and below, the streets stay cold. Clock ticking symphony, danger's baseline. Rats scurry faster, chasing shadowed lifelines. Moonlight hits the metal, chrome sparks glow. Temptation lingers, heavy where the shadows grow. Block wars wage where the cracks reveal scars. Currency exchanged in the shells of old cars. Young kings crowned with crowns made of sin. Pawn shops thrive, dreams locked deep within. Fast hands feed the slow with the devil's grip. सो अब चाहिँ जे होस् सबै काम सकियो होइन जे जे गर्नु थियो मैले सबै सक्यो सो अब चाहिँ म आज आफ्नो कामतिर लाग्छु जुन चाहिँ मैले आफ्नो काम मैले अहिलेसम्म छोक्कै छैन 12 वर्षको अहिले
केही पनि छ कि छैन। अब चाहिँ म आफ्नो काम पछि लाग्छु, थोरै 3-4 घन्टा आफ्नो कामलाई दिन्छु 4-5 बजेसम्म चाहिँ, किनकि आज बिदा छ। आज बिदा भएपछि म भोलिको काम पनि आजै गर्ने हो। जे छ ल्यापटपमा चाहिँ जे छ म सबै चिज आजै गर्छु है। सो मैले भनेको थिएँ बिहान मेरो इक्जाम पनि आइरहेको छ। इक्जाम आइसकेपछि इक्जामको पनि तयारी गर्नु छ। खासै इक्जामको तयारी चाहिँ म गर्दिनँ, किनकि अलिअलि थोरै गरे आइहाल्छ मलाई इक्जामको तयारी। त्यही भएर चाहिँ म आफ्नो काममा लाग्छु। अब जे होस् 12 बज्यो अहिले, 12 बज्यो भनेपछि साँझ म 5 बजीसम्म चाहिँ आफ्नो काममा लाग्छु। फेरि 5 बजिसकेपछि फेरि अरू काम हुन्छ रुममा। त्यो एक्लै हो, एक्लै भइसकेपछि यस्तै कामहरू हुन्छ गाइज। सो एक्लै भएको मान्छेहरू बुझ्नुहुन्छ के हुन्छ भनेर चाहिँ। त्यही भएर चाहिँ अब चाहिँ म के गर्छु भन्दा सबभन्दा पहिला ल्यापटप टेबलमा बसेर म यो टेबल पनि अलिकति फोहोर नै छ, त्यही भएर सफा गर्छु पहिला। टेबलमा नबसेको 1 हप्ता आदि भयो। त्यही भएर चाहिँ किनकि म अफिस जान्थेँ, अफिसमा काम गर्थेँ, घरमा आएपछि साँझ सुत्नलाई मात्र। त्यही भएर टाइम हुँदैन त। अब चाहिँ म आफ्नो काममा लाग्छु। टेबल सेबल सफा गरेर ल्यापटप रेडी भएर चाहिँ म लाग्छु आफ्नो काममा। ल कोही आस्तो छ, कोही आयो, कोही आएको छैन, भाइहरू होला। भाइ माथि बस्ने त तिनीहरू अर्को रुममा अर्को कोठामा। त्यही भएर भाइहरू होला जस्तो लागेको छैन। ठिक छ, अब चाहिँ आफ्नो काममा लाग्नु पऱ्यो। ल गाइस हेर्दै रहनु होला। Wisdom's just a phantom, those with power skip. Jazz in the back alleys narrates the decay. Trumpets echoing where the lost souls stay. Concrete jungle sermons spilling in the veins. Blood rivers flowing through urban chains. Skyscrapers whisper the secrets they hold. Above and below, the streets stay cold. Concrete jungle sermons spilling in the veins. Blood rivers flowing through urban chains. मैले फर्स्टमा इम्पोर्ट गरेको चाहिँ पछि हामी पाइथनमा गर्छौँ अहिले होइन, तर पढेको छैन। म यति पछि सिकाउँछु नि। डे 3मा चाहिँ ट्याक्क जान्छु म RS समथिङ भन्ने एउटा 5मा चाहिँ लोड हुँदैछ होइन, आइरहेको छ। यो अपलोड गरिसकेको छ भनिसकेको छ मैले। सेन्टेन्स कति छन् अनि भवेल कति छन् अनि कन्सोनेन्ट कति छन्, है सबै चिज हेर्नुहोस्। ढुक्क त रेड्युस गरिदिन्छ, ट्याक्कै एउटा मात्र लेखिदिन्छ हेलो मात्र। अनि एल स्टिक भनेको के हो, भिनु भयो भने हाम्रो रिटर्न हुन्छ, केही गर्नै पर्यो होइन है। सबै बुझ्नु सक्नुहुन्छ। यसमा चाहिँ टाइम लाग्छ, आइरहेको छ मजाले चाहिँ है। घुमिरहेछ आउँछ होला, आइसकेको चाहिँ गरौँ। अहिले चाहिँ म बेस गर्न जान्छु। यो चाहिँ मेरो बेसमा मैले जति पनि गरेको छ सबै चिजहरू म भन्छु। पाइथन डे 43 यो सबै भनिसकेको छ मैले। वाट इज रिकर्सन सबै चिज यसमा नोट छ क्या, जुन चाहिँ मैले अगाडि भने सबै यसमा छ क्या है। त्यही भएर चाहिँ यो पनि एकदम इम्पोर्टेन्ट छ। मैले किताबमा अपलोड गरिसकेको छ। सो यसलाई फर्स्टमा मैले काउन्टवाला भनेको थिएँ, ट्याक्क प्रिन्ट हालिदिन्छु। F2 1सम्म आयो है। मैले अघि सिकाइसकेको थिएँ बेस केस लाग्नुपर्छ होइन त, डिस्टर्ब हुनुलाई बेस केस अनि डु समथिङ गर्नु यताउता गर्नलाई मैले अघि सिकाइसकेको थिएँ। कसरी काम गर्छ फर्स्टमा 5 प्रिन्ट 5 हुन्छ, 4 प्रिन्ट हुन्छ, 3 हुन्छ। यो गर्दै गर्दै हामी लास्टमा -1सम्म गर्दै जान्छ क्या। Rolling down the strip with the top peeled back. Sunshine beaming, yeah, the west where it's at. Palm trees swaying, cool breeze in the mix. Sidewalk popping, got my sneakers doing
river that'll carry you for days. Oh, the ocean breeze, it calls my name. Seagulls and the sunset in this golden frame. That's right. Late night rhythm keeps it all so tame. So chill. West Coast dreams will never be the same. We riding real smooth. You know it. California grooves. Ooh, that's right. BBQ's fired up. Bring your crew. All day. Retro vibes is what we do. Ooh, yeah. Beach bikes rolling, neon lights at the park. Rooftop chillin', blazing vibes in the dark. Sipping on that cold soda pop real slow. West Coast magic is the only way to go. City lights flicker where the sinners play preacher. Graffiti scriptures on train cars, a steel messenger. Cobblestone pathways, souls caught in a shuffle. Every breath's a gamble, life's one long scuffle. Sirens kiss the night with their mournful cries. Alleyway choirs sing the truth behind the lies. Broken glass mirrors, the dreams left for dead. Just a story that the old heads fed. Concrete jungle sermons spilling in the veins. Blood rivers flowing through urban chains. Skyscrapers whisper the secrets they hold. Above and below, the streets stay cold. Clock ticking symphony, danger's baseline. Rats scurry faster, chasing shadowed lifelines. Moonlight hits the metal, chrome sparks glow. Temptation lingers, heavy where the shadows grow. Block wars waged where the cracks reveal scars. Currency exchanged in the shells of old cars. Young kings crowned with crowns made of sin. Pawn shops thrive, dreams locked deep within. Fast hands feed the slow with the devil's grip. Wisdom's just a phantom, those with power skip. Jazz in the back alleys narrates the decay. Trumpets echoing where the lost souls stay. Concrete jungle sermons spilling in the veins. Blood rivers flowing through urban chains. Skyscrapers whisper the secrets they hold. Above and below, the streets stay cold. Concrete jungle sermons spilling in the veins. Blood rivers flowing through urban chains. Skyscrapers whisper the secrets they hold. Above and below, the streets stay cold. Clock ticking symphony, danger's baseline. Rats scurry faster, chasing shadowed lifelines. Moonlight hits the metal, chrome sparks glow. Temptation lingers, heavy where the shadows grow. Block wars waged where the cracks reveal scars. Currency exchanged in the shells of old cars. Young kings crowned with crowns made of sin. Pawn shops thrive, dreams locked. सो गाइज आजको लागि चाहिँ यति नै भयो। मैले चाहिँ अहिले 6 बजिसकेको छ साँझको है। पानी अलिअलि आइरहेछ, बाहिर पानी पनि आइरहेछ। त्यही भएर अब हामी नेक्स्ट हप्ता मतलब नेक्स्ट विकमा चाहिँ हामी अर्को एउटा भ्लग लिएर आउनेछौँ। आजको लागि चाहिँ यति नै, यो विकको लागि चाहिँ यो भ्लग मात्र हो।
नेक्स्ट विकमा चाहिँ हामी अर्को भ्लग लिएर आउनेछौँ। त्यतिसम्मको लागि च्यानललाई सब्सक्राइब गर्नु होला गाइज, लाइक गर्नु होला अनि सकेसम्म सेयर गरिदिनु होला है। सो थ्याङ्क यू। अब नेक्स्ट भिडियोमा चाहिँ हामी भेटौँला। आजको लागि अथवा यो विकको लागि यति नै।